कार्यक्रम धेरै सञ्चालन गरे, स्टेज देखेर त्यति साह्रै डर र भावुक त हुन्थिनँ म। तर आज डर र भावुक भन्दा पनि म अलिकति भावुक र त्योभन्दा बढी खुसी भएको छु। खुसी किनकि दाइ तिमीले आफ्नो एउटा जिन्दगीको एउटा कोसे ढुङ्गा पार गरेका छौ र एउटा आफ्नो जिन्दगीको नयाँ थालनी गरेका छौ, त्यसको लागि म धेरै खुसी छु। र भावुक यस कारणले किनकि आज त्यो हात जुन हातले मलाई सानो हुँदा समातेर डोराउँथ्यो, त्यो हात आज अरू कसैले समातिराख्नु भएको छ, त्यो भएर अलिकति बढी भावुक छु म। होइन, सम्झना गर्दा अघि मैले यहाँ वीरेन्द्र सर, खगेन्द्र सरहरूलाई देखिरहेको थिएँ। सानोमा स्कुलमा होमवर्क नगर्दा हामी एउटै क्लासमा पढ्यौँ। अघि निरज पनि थिए यहाँ साथी, ती पनि गए। एउटै क्लासमा पढ्दा म अलिकति चकचके पहिलेबाट होमवर्क नगर्ने, अनि नगर्दाखेरि चाहिँ सरले दाइलाई भोलि तेरो भाइलाई जसरी भयो नि होमवर्क गरेर लिएर आइज भनेर भन्दाखेरि मलाई नडराऊ भनेर सुरक्षाको कवच बनेको त्यो हात आज अरू कसैले समात्दाखेरि म भावुक भएको छु। अझ भावुक यस कारणले छु, बुढेसकालमा जन्मिएका छोरा दुई हामी, बुढेसकालमा जन्मिएका छोरा दुई हामी, बाउआमाका सिरानीका छोरा रुई हामी। आफ्नो जीवनको अस्तित्व खोज्दै हिँड्दा, आफ्नो जीवनको अस्तित्व खोज्दै हिँड्दा आफैसँग हराएका छोरा दुई हामी। भाउजू तपाईँ लगाई पाउजू बनेर बुहारी, सरी माफ गरिदिनु, भाउजू होइन छोरी नै हुनुभयो है। तपाईँ लगाई पाउजू बनेर छोरी, बाँधेर दुई अनजान परिवार बिचको डोरी, हुर्केको खेलेको त्यो बालापनको आँगन, आउनु भएको छ त्यो घरै छोडी। तर चिन्ता नगर्नु, हाम्रा 12 दुईटा आमाले हाम्रा 12 दुईटा आमाले 5वटा छोरी जन्माए, हुर्काइसके, त्यही भएर तपाईँले चिन्ता गर्नु पर्दैन। हाम्रा बाआमाले जन्माए, हुर्काए 5वटा छोरी। सबैले भन्नेछन् तपाईँलाई एक दिन कति भाग्यमानी रहेछ यो मुरी। अझ भन्नुपर्दा म र दाइ ठ्याक्कै राम्रो लक्ष्मण जस्तै छौँ। परेको बेला हामी लक्ष्मण रेखा पनि कोर्नेछौँ। तपाईँ अब परिवारको हिस्सा बन्नुभएको छ, दुःख सुख के छन् ती सबै भन्नुहोस्। 1000 रावणको टाउको दाइ र म मिलेर काट्नको लागि हामी तयार छौँ। बुवा मम्मी, जेठो छोरो पराई भयो अब भनेर नसम्झनु। बुवा आमा यो नसोच्नु जेठो पराई भयो अब, बिहेपछि त माया पनि बाँड्छन् अरे। बुवा आमा यो नसम्झिनु जेठो पनि पराई भयो अब, बिहेपछि त माया पनि बाँड्छन् अरे। रीत हो यो चल्नुपर्छ, हाम्रो वंश बढ्नुपर्छ। दाइ अबको केही महिनामा आँगनमा भन्ट्याङ बुन्टुङ लड्नुपर्छ। दाइ अब अहिलेसम्म जेठो छोरो भएर जिम्मेवारी थिँदै थियो, अब यस पश्चात अझ अलिकति बढी जिम्मेवारी बढ्छ। दाइ अलिकति जिम्मेवारी बढ्छ, नातिए है, बा आमाको सपना हौ तिमी नसाटिए है। थाम बलियो हुँदा घर नै बलियो हुन्छ भन्छन्, थाम बलियो हुँदा घर नै बलियो हुन्छ भन्छन्। अलि बढी भार पर्यो भन्दै नफाटिए है। तिम्रा आफ्नै सपना छन्, तिम्रा आफ्नै सपना छन्, आफ्नै पहाड छन् चढ्नु। निडर छौ तिमी, निडर छौ तिमी पहिले जस्तै, अझै निडर बन्नु। कहिले अन्यल जस्तो लाग्ला जीवन, जीवन कहिले अन्यल जस्तो लाग्ला। कहिले मन चिसो होला, मुटु गरुङ्गो होला, आँखा चिम्लिएर कालिका माई सम्झनु। दाइ तिम्रा आफ्नै सपना छन्, आफ्नै पहाड छन् चढ्न। निडर छौ तिमी पहिले जस्तै, निडर भएर अघि बढ्नु। कहिले अन्यल जस्तो लाग्ला, कहिले मन चिसो होला, कहिले मन गरुङ्गो होला, आँखा चिम्लिएर त्यति बेला कालिका माई सम्झनु। सबैभन्दा ठुलो दुःख आफ्नै मनसँग हो, लड्नको लागि साथ चाहिन्छ भने भाइ सम्झनु, लड्नको लागि साथ चाहिन्छ भने भाइ सम्झनु। धन्यवाद।